मेरो यहाँको टप पनि कहाँ झरी गयो ओछनमै झरेछ एउटा मात्रै छ यहाँ हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक अगेन टु माई अनदर भिडियो आई होप हजुरहरू एकदमै आरामै हुनुहुन्छ अनि हामी पनि आरामै छौँ साथीहरू अनि आज चाहिँ हामी जाँदैछौँ घाँस काट्नको लागि अनि यता पछाडि चाहिँ हाम्रो नयाँ भेना हुनुहुन्छ उहाँलाई पनि हामी घुमाउन लाँदैछौँ है घुमाउन लाग्यो र यहाँ यस्तो ठाउँमा लिएर गयो नि हामी चाहिँ अहिले के घाँस काट्नको लागि भेनालाई पनि लिएर जाँदैछौँ भेना चाहिँ पुरा भेनालाई चाहिँ सहारा चाहियो अरे क्या त्यहाँनिर के को भन्दा स्टिकको एउटा हेर्नु है यहाँनिर ओ माई गॉड हामी 4 घन्टामा पुग्छौँ अब तपाईसँग कति घन्टामा भोलि त्यहाँ गएर अनि प्लम्बिङको र कि त ओरिङको त्यो सामान राख्ने हो नि त अनि अलिक सिकाउनु पर्ने तिमीलाई कान्छा भाइले एउटा 2टा सट्टा खोल्नु पर्छ बेमालाई पछ्याउ न बेबी म्याङ चाहिँ यहाँ मेरो पुच्छर हो नि त अनि त्यही भएर जता गयो त्यतै पछ्याएर हैरान छ साथीहरू हेर्नुहोस् त यहाँ यस्तो अप्ठ्यारो छ बाटो ढुङ्गा त्यही पनि यति इजिली हिँड्छ नि के भन्नु र लु लाउनु यस्तो अब चाहिँ हामी अलिक धेरैजना नै हिँडिरहेछौँ अगाडि नाना जाँदै हुनुहुन्छ सेकेन्डमा छोरो यता पछाडि पनि धेरैजना आउँदै हुनुहुन्छ खतरा पुल कि फुल खै म त देख्दिनँ है फुल हामी चाहिँ अहिले अँधेरी खोलातिर छौँ है मम्मी छोड्दिनु न कान्छोलाई फाइनल्ली साथीहरू हामी चाहिँ घाँस काट्ने ठाउँमा पनि आइपुगिसकेको छौँ म चाहिँ 4-5 वर्ष भयो यता नआएको अनि अहिले चाहिँ आज चाहिँ आएको छु भेनाहरूसँग नानाहरूसँग अनि पहिले चाहिँ हामी यहाँनिर हाम्रो खेतहरू थियो क्या हामी धानहरू रोप्थ्यौँ अहिले चाहिँ सबै केराहरू लगाउनु भएको छ केराहरू पनि सबै सुक्खा लागिसकेछ हिँड सानो है हिँड माथि डग पनि आइरहेछ अनि भेना नानाहरू चाहिँ अगाडि गइसक्नु भयो हामी चाहिँ छोरा चाहिँ यसको देमालाई पर्खिनु न भन्दैछ हेर्नु है मिहाङलाई पनि नाना म के गर्नु भन्नु त मेरो त काम नै छैन कि साथीहरू काम नै छैन यति तारिफ गरेर नाना आउनु म के लिएर आउनु ओके यहाँ नानाले चाहिँ घाँस काट्दै हुनुहुन्छ कुचोको घाँस कस्तो टलक्क घाम लागेको गर्मी बढो छ अनि तातो न तातो टलक्क घाम लागिरहेछ नि कहाँ राखेर बान्नु देमा बिजी हुनुहुन्छ ओइ देमा बिजी अलिक धेरै लाउनु होला क्या पेटै बान्नु
पर्छ नि त्यसमा हो म त खोज्दैन त पहिले यस्तो जागरिलो मान्छे अनि भयो नि त अल्छी मान्छे उता पनि ठोकिन्छ यता पनि ठोकिन्छ म पनि त्यस्तो अल्छी हुन्छ मेरो कुरा पनि फेरि साथी भयो तिमीहरू भयो नि फेरि हामी चाहिँ साथीहरू घाँसको भारी बोकेर पनि यहाँ खोलासम्म आइसकेको छौँ खाजा खाने कार्यक्रम हुँदैछ यहाँनिर यता हाम्रो भेना हुनुहुन्छ खाजा खाने कार्यक्रम हुँदैछ यहाँनिर कता हो हामी अन्त आएन दुईजनालाई चाहिँ माछा मार्नु कति जागर चलेको मलाई चाहिँ माछा मार्नु भनेपछि यति धेरै अल्छी लाग्छ नि साह्रै अल्छी परेछु म चाहिँ साथीहरू आजको भिडियो यति नै अब नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद